चिनी चाहिँ कम हाल है, किन्दैन हाल। धेरै उले पनि चाहिन्छ। मिठो त मिठै हुन्छ, अलि अब सुगर लाग्ला कि भन्नु। खानु हुन्छ। काकी हजुर। कपाल तपाईँ आफैले बाट्नु भयो? कहिले बाटिदिन्छ त? राम्रोसँग बाट्नु भयो भने मलाई रमिला कपाल बाट्न आएको, म त जान्दै जानिनँ। तैँले बुहारीको कपाल पनि बाटिदिने गरेछ? काकी कोसिस गर्दैछु। कति जान्ने रहेछ। भाग्यमानी है बुहारी पनि। भाग्यमानी नै भन्नु पर्यो। त्यो सहरको काम सबै गर्नु पर्यो। यामा जानु पर्दैन तिमीलाई? पर्छ, जाँदै गर, म आइहाल्छु। आऊ ल हिँड्दै गर, म आउँछु। यी कुरा पछि गराउला। अनि फेरि अहिले त्यहाँ सबै चाहिँ अहिले थाहा पायो भने बन्द गर्न मार्छ, झगडा मात्रै पर्छ। तेरि आमा यता गयो, तेरि आमा उता गयो, तेरि आमा यहाँ कफ्लाएर बसेको थियो, तेरि आमा त्यहाँ कफ्लाएर बसेको थियो भनेर अहिले छोरालाई पछि आसेर पछि खाउँ बाबु। म जान्छु ल। त्यहाँ गएर किन रोडाको मचाउ? रमिता देखाउँछन् क्या है? म जान्छु। बुहारी चिया नपकाऊ है मलाई। मलाई चाहिँ ल्याउन पकाएर म खाइहाल्छु कि। एक कप मात्र ल्याउ बाहिर, काकी जानुभयो। ओके कटिङ। ल जाउँ बुहारी जाउँ, बुहारी जाउँ, बुहारी जाउँ। ल जाउँ। 15,700। हजुर 15,700। 15,700। ल ल जानु न, तपाईँ आउनु न, रित्तै आउने। ल है त। होइन एक कप खाने भने होइन जानु पकाउनु मलाई पनि है भन्नु। मैले सबै कुरा सुनेको छु भित्र बसेर भन्नु है। इन्डिङ गरौँ ल सर, इन्डिङ गरौँ न। ल सँगै पकाउनु सँगै खानु लैन भनेर लेम। हजुर मोइन्टाज हुन्छ। यो कति कति छ अहिले चाहिँ? अहिले त कहाँ आउने, एकछिन छैन। ल ल ल जाउँ जाउँ। होइन म्यामी तलै आउनु है, वान सट। ल यताको खेला यता भयो। ल ओके जाउँ। अब गिम्बेल ल्याउँदा हुन्छ? भयो, चार्ज भयो। ल ल लिउँ, एक्सन। काकी जानु एक कप चिया बनाउनु। मलाई कस्तो चिया खानु मन लाग्छ, जाने न मनाले बुढाबुढी सँगै मिलेर खाउँला। अझै पनि चिया बसाली छैन? अघि मैले सबै कुरा सुनिरहेको थिएँ। के गरी काकी यहाँ भइदिनु भएको भने चाहिँ चिया म तपाईँलाई बोलाएको एक कप चिया बनाउनु तिमीले यत्रो रमिता देखाउनु पर्छ। के हरेक कुरामा जिद्दी नबन्नु न, जानु बनाएर ल्याउनु। बिस्कुट पनि ल्याउनु है, भित्र बिस्कुट पनि छ। चिनी अलिक कम है। ओके सर। ल ल जाउँ। ल जाउँ। अब गिम्बेल चाहियो, गिम्बेल नफेरौँ है सर, ड्रेस नफेरौँ ल। त्यही त तपाईँलाई त आइमाईले लोग्ने मान्छे हेपेको राम्रो लगाइहाल्छ। तर होइन, आइमाईले लोग्ने मान्छे पनि हेप्नु हुँदैन र लोग्ने मान्छेले आइमे पनि हेप्नु हुँदैन। बुझ्नुभयो कि? महिला र पुरुष बराबर। हेप्नु छ भने दुईटैले हेप्नु, माया गर्नु छ भने दुईटैले गर्नु। बुढाको पनि मासु नै हुन्छ। सर यो लास्टको डाइलेक्ट म यता फोकस सिफ्ट गर्छु भनिदिनु त। फोकसमै छ सर मान्छे। 15,700 सर। जोत्ने गोडमेल गर्ने सबै हुर्काई पढाइ गर्ने, फल खाने बेला कि असिनाले कि अरूले कि असिना आउँछ। फोकस सिफ्ट गर्ने कि यतिकै भन्ने। ल जाउँ।
सुनाले बडा घट गरेर टाउ हल्ला हल्ला कपाललाई घत परा छ मलाई त नाच्न मन लागेको छ तर के गर्ने यहाँ फुटेजको पनि कुरो छ ल चिया पकाउन जानु भने के कसले भनेपछि बेलुका तपाईँले पैसा लिनुहुन्न तपाईँलाई सुटिङ गरे जस्तो लागेको छैन तपाईँ पैसा लिनुहुन्न काम कति भएको छ नि हामीलाई थाहा छ नि काम यी 15,000 सब्सिडी भए पनि भइरहेछ प्रमोसन भइरहेछ ल तपाईँ खास बुढाबुढीको कुरा हुँदा खास बोल्नुहुन्न तपाईँको बुढो छ र बोल्नु भएको कि बुढो नपाएर नबोल्या बुढो नपाएर हजुर लौ न मेरो बुढो ल्याइदिनु होला यो अनुहारले बुढो पाइँदैन एमराज आउँछ पहिला ल हुन्छ ल सर हालौँ न टाइपटमा लिन जाँदैछ भइसक्यो बाँकी छ नि त योभन्दा पाँच पछाडि बाँकी छ देश बनाउने यस्तो बोलेको नि हाल्नुहुन्छ भिडियो एडिट गरेर हाल्नु है के अरे फेरि भन्नु त एडिट गरेर हाल्नु चाहिँ ल यो भिडियो एडिट गर्नेले उहाँको नम्बरमा क्युआर पठाइदिनु पैसा उहाँले हालिदिनु होइन भने हामी न नेचुरल हालिदिन्छौँ ल अँ ल जाउँ मलाई त यहाँ सारेमा गएर के चाहिँ के चाहिँ जाम ल जाम उसको बट्टा ल्याउनु गुङको बट्टा गुङको कति गते सुबाजी हामी जाने कति गते हो रे 28 रुपैयाँ हाम्रो सिरियल हाले भने त 28 गते हामी एउटा याङतारू होटल याङतारू होटल याङतारू कहाँको गौशालाको कि सुकेदाराको त्यो ह्याङतारू हो के हो त्यहाँ प्रोग्राम गौशालाको भन्दा त यताको राम्रो हो नि कताको कपनको सरस्वती नगर चलचित्र विकास बोर्ड भन्दा उतापट्टि यस्तो भयो यहाँ सुन न 28 गते मन्तो दाइले भनेकोमा होइन नि त्यो दाइले के रे के हो त्यहाँ त्यो दाइको कार्यक्रम हो दाइको अर्गनाइजर चाहिँ सुरेश श्रेष्ठ हो अनि हामी अब एकजना दुईजना तीनजना चारजना सुन दाइ चाहिँ जानुहुन्छ हुँदैन नबोलाइ के हुन्छ बोलाउनु त लाग्यो चिन्नुमा जानु भटाडीमा आउनु भनेर जानु बोलायो भने जानुहुन्छ हङकङ ब्याङ्क थाइल्यान्ड भने थाइल्यान्ड ब्याङ्क थाइल्यान्ड जानु लाग्यो अब 3 दिन आमै कहाँ जान्ला अरे अब सबै जानु शिवबाई भति आमै गए सिकिनु भन्नेहरू आमै थाइल्यान्ड तपाईँ केही भनाइ छ छैन मलाई जानु पनि छैन भन्नु पनि छैन गरौँ न त्यो